हेलो गाइसहरू है। अहिले चाहिँ बेलुकाखेरि है, साँझको बेला है, रात पर्नु लाग्यो है। बहुत ठन्डा छ यहाँनिर चाहिँ है, जाडोले पुरा जाडो भइरहेछ है। अब चाहिँ यस्तो चाहिँ गाइसहरू है, हाम्रो गाउँ चाहिँ है अब टुसार आउने बेला भइगयो है। अब एकछिनदेखि त पुरा टुसार आउँछ है, सेतै हुन्छ है, हिउँ परेको बित्तिकै हुन्छ। यहाँ चाहिँ अहिले चाहिँ मुटु कामिरहेछ है गाइसहरू हो, जाडोले। यस्तै हेर्नु यो पारितिर हो, पुरै टल्लो लागिरहेछ। यता गाउँ यस्तो हो, अहिले ठिकै छ भनौँ। एकछिनदेखि अब मुटु ठिराउँछ है एकदम। हाम्रो ग्रुप फरेस्ट यस्तो छ साथीभाइहरू है। के कसो लाग्छ यसो भिडियो है, मन परेमा लाइक कमेन्ट गरौँ साथीहरू है। कमेन्टमा लेखौँ यसो हाम्रो गाउँ मन पऱ्यो भने है। यस्तो चाहिँ हाम्रो चाहिँ ग्रुप फरेस्ट चाहिँ साथीभाइहरू है, एक प्रकारले राम्रो छ है। तर यति बेला चाहिँ ग्रुप फरेस्टमा नआउँदा पनि हुन्छ, जाडोले चाहिँ है मर्नु बनाउँछ है साथीभाइहरू। यस्तो चाहिँ हाम्रो चाहिँ हेरौँ है, यो तल तल त अब एकदम एकछिनदेखि त अब पुरा शीत आउँछ है, पुरै टुसाएर जामिन्छ। यस्तो छ हेरौँ है साथीभाइहरू है। के कसो लाग्छ यसो हेरेर कमेन्ट लाइक ट्याङ गरौँ है साथीभाइहरू। यस्तो चाहिँ जाडोले चाहिँ मुटु कामिरहेछ अहिले चाहिँ है। फ्रिहाल चाहिँ म चाहिँ घर जाँदैछु, उकालो छ है बाटो। यस्तो छ, यो चाहिँ एकदम उकालो नै छ बाटो चाहिँ। हेरौँ साथीभाइहरू यस्तो छ है। यहाँबाट हाम्रो भ्यू हेरौँ है, हाम्रो ग्रुप फरेस्टको भ्यू चाहिँ यस्तो छ है, दामी छ है एकदम। ल साथीभाइहरू के कसो लाग्छ यसो हेरेर लाइक कमेन्ट गरौँ, ड्याङ है।